हामी चाहिँ चल्दिएको सिन्धुली। भोलि चाहिँ साथीको बिहे छ अनि रातारात हिँडेको। यहाँ भाइ चाहिँ बाइक चलाउँदैछ यहाँ पुरा होइन राइडर पेट्रोल 123। अस्तिको भिडियोमा बोलेरो ड्राइभर आज चाहिँ बाइक राइडर मात्र अनि भाइ यहाँ दुइटै चलाउँछ। हामी चाहिँ निस्किसकेका छौँ। अहिले चाहिँ कति बज्यो 7:30 भइसकेको छ है। रात परिसक्यो राति हिँड्दैछौँ के गर्नु। राति अब कुन ठाउँ आइपुग्यो पनि थाहा छैन। ए राधे राधे आइपुग्यो हामी चाहिँ यता भित्रको बाटोबाट हिँड्यो हो है। हामी चाहिँ राधे राधे आइपुग्यौँ। जाडो जाडो रहेछ। बास ओ यो हो नि त यतिको लाइट भएको मजा आउँछ त। त्यही भएर फुल भएको। सबै ठाउँ यतिको लाइट भइदियो त कस्तो मजा आउँथ्यो यार स्ट्रिट लाइट। टोपीले हावाले टोपी उडाउनु थालिसक्यो मेरो। हेर्नु त ल हेर कपालै बिग्रेर टोपीले हावा उडायो भन्न आएछ क्या। मिस्टेक सरी फर माई मिस्टेक। धेरै इङ्ग्लिस आउँदैन के गर्नु गाह्रो छ। पढ्ने बेलामा गोरु चलाउँदै हिँड्यो अनि कहाँ आउँछ त अनि त्यस्तै भन्छन्। तर मैले त पढेको हो अहिले आउँछ इङ्ग्लिस। अरूले चाहिँ त्यस्तै भन्छन् क्या पढ्ने बेलामा गोरु चलाउँदै हिँड्छस् मान्छे हो अलिअलि मिस्टेक त भइहाल्छ। उडाइदिइ त हाल्यो हेयरस्टाइल पनि देखाइदिनु क्या हो चोरै देख्दो रहेछ नि यार। हामी चाहिँ कहाँ आइपुग्यो यार। यो त सूर्यविनायक त कति चाहिँ सक्यो नि। अब चाहिँ हामी बनेपा छिरिसकेका छौँ। बनेपा आइपुगिसक्यो हामी। बनेपा आइपुग्यो। चिसो पनि बढ्यो त के हो यार। झन् यतातिर त तातो हुनुपर्ने यार। झन् पो चिसो हुन्छ त। ओहो आँखै खाने गरी लाइट बाल्यो यार यसले त। यस्तो काम चाहिँ नगरिदिनु होला प्लिज। सकेसम्म लो बिम बालेर हिँड्नु होला किनकि हाई बिम बाल्दाखेरि चाहिँ यस्तो गर्छ। भर्खर म यहाँ दिँदैछु। हाई बिम बाल्दाखेरि चाहिँ अब अपोजिट साइडबाट आउनेहरूलाई गाह्रो हुन्छ बाटो देख्दैन है।
त्यसैले म अनुरोध गर्न चाहन्छु भनेको बालेरै आउँछ कि बालेरै आउँछ यार के भन्नु क्या अब के भन्ने क्या कसरी बुझाउने होला होइन यो चाहिँ हाम्रो बनेपाको तिनबाट निस्किन थाल्यो हामी चाहिँ है के हो रुगा लाग्छ क्या नाक त स्या स्या गर्छ त झन् भोलि मासु भात खानु पनि मासु भातै खान नसक्ला है क्या यसो कुरो गाइज के गर्छ यार यो कारवालाले पनि ल यो चाहिँ हामी तिनवटा बाटो चोक निस्केका छौँ बनेपाको है ल एकछिन यहाँ हामी आराम गर्नेवाला छौँ त्यसैले है चाक पनि दुखिसक्यो कम त चाक दुख्छ बाइकमा हिँड्नलाई को हो मान्छे यो चाहिँ राइडर हेर्नु न अनुहार कसरी राइडर भयो होला चोर जस्तो अनुहार छ आँखै पिरो भयो यार मेरो त राम्रोसँग चेक गर है सिन्धुली त राम्रोसँग पुग्नु पर्यो नि फेरि ठिक छ यति गऱ्यो भनेदेखि तलबै पाउँदैन नि म्यामफुली त्यो त ड्राइभरलाई भत्ता खै राम्रोसी भत्ता चाहिँ बनेपाबाट हामी प्रस्थान गर्नेछौँ ल जानेछौँ ल यस्तो चढ्नु पर्यो म्यामफुली बल्ल पन्जा लगाएपछि तातो भयो यार बनेपा सहर पनि हेर्नुहोस् कस्तो बालेर यार यो टिप्परले फाल्टो छ कि हामी आएको यार ल हेर बाटो चाहिँ यस्तो छ यहाँतिर चाहिँ कहिले बनेर सिद्धिने हो खै कति यस्तो बाटो ओहो के हो यस्तो हिलो चाहिँ धन्न रहेन रहेछ यार टिप्परको त लाइन छ त यार यो चाहिँ ट्रक रहेछ ल हेर्नु राति यसरी चाहिँ ओभरटेक नगरौँ है टर्निङतिर साथी हो ज्यान जोखिममा हुन्छ सिप छ भन्दैमा सधैँ सिपले काम गर्दैन साथी हो टर्निङतिर चाहिँ सकेसम्म ओभरटेक नगर्नु नै भन्न चाहन्छु म चाहिँ है ओहो लाइट त के यसको यार ल हेर्नु यमराजहरू हिँडिरहेछन् राति त्यसै त यमराजहरू हिँडिरहेको हुन्छ अनि यसरी टर्निङतिर ओभरटेक गर्न थाल्यो भने त बर्बाद हुन्छ नि त नि ल गाइस बाटो चाहिँ मैले तल माथि गरेर बनाइसकेर सिँह धुलीखेल 28 किलो कटेपछि चाहिँ ल हेर्नु त्यहाँ बिचको चाहिँ बनाउँदै रहेछ अलिक साइडको लेनहरू चाहिँ अहिले ड्राइभर्जनको लागि राखेको रहेछ मिस्टेक भनेको ड्राइभर्जन यताबाट चाहिँ सिन्धुपाल्चोक पुग्छ यताबाट हामी पिपी हाइवेतर्फ लाग्छौँ यहाँबाट चाहिँ हामी पिपी हाइवे छिरिसक्यौँ अरनिको हाइवे छोडेर हामी पिपी हाइवे छिरिसक्यौँ गाइज है ल अब पिपी हाइवेको रोमाञ्चक यात्रा सुरु हुँदैछ हाम्रो पछाडिबाट गाडी पनि आउँदै रहेछ
धुलीखेल हस्पिटल जाने चोक आइपुगिसकेका छौँ। यहाँबाट चाहिँ धुलीखेल हस्पिटल जान्छौँ र हामी यतैबाट जान्छौँ। यो पेट्रोल पम्प देखेपछि त ढुक्क भोल काम्रो भनेर आइपुग्यो भनेर। चेकिङ चाहिँ छैन जस्तो लाग्यो मलाई। ल गाइस यहाँ चाहिँ मामाहरू बस्नुहुन्छ। मामा अगाडि मामा उताबाट आउनेहरूले चाहिँ चेक गर्दै रहेछ। टिफरले तातो बनाएर गयो यार। बाटो यतापट्टि यस्तो छ बाटो। यहाँ चाहिँ के भयो बनाउनु बिग्रियो क्या। माथि त पुरानो बाटो हो, यहाँ चाहिँ बिग्रेछ यार। राति राति बिग्रिँदा टन्टना हुन्छ। छ तल छिरिरहेको छ त मुनि। प्यासेन्जर अर्को गाडीमा मिलाएर पठाउँछ नि त यार। यस्तो भएछ त उनीहरू केही कोही छ भने त। हामी त खोलामा हिँड्दैछौँ। जाडो महिना भएर धन्न खोला छैन र पो भनेको आइपुगिहालेछ। कहाँको पुल मुनि आइपुग्यो भनेर। बाटो त खोल्दै खोला बनाइदिए रहेछ अनि पो। विद्युत प्राधिकरणको सामान बोकेर चाहिँ ल गाइस पहिला चाहिँ यो पुल माथिबाट यस्तो जान्थ्यौँ हामी। अहिले चाहिँ हेर्नुहोस् पुल मुनिबाट सर्लक्क ल्याम्लेङ त्यो त पो। लगाएछ हामी चाहिँ अब सिन्धुली छिर्नेछौँ यहाँबाट चाहिँ। ल भयो रोसी गाउँपालिका कट्यो। अब यहाँबाट हामी सिन्धुली जिल्ला छिर्नेछौँ। बास अब चाहिँ हामी सिन्धुली जिल्लाभित्र प्रवेश गरिसकेका छौँ। ल हेर्नुहोस् आमा बस्दैछ यहाँ पुरा होइन। आराम पनि गर्नुपर्छ, दौडे दौडे गर्नुहुन्न। भोक लाग्यो, चौचौ किनेर आएको छु। रातिको 11 बजिसकेको छ। हामी चाहिँ अनि खुर्कोट आइपुगेको छौँ। खुर्कोटको बजार कटेर माथिल्लो बजारमा एउटा पसल खुल्ला रहेछ, त्यही भएर अनि एउटा चौचौ खानु पर्यो नि त। भोक लागिसक्यो।
कुनामा के हेरेर बसिरहेको छ के तताएर बसिरहेको क्या हो इन्जिनमा हात तताएर बसिरहेछ ल इन्जिनमा हात तताएर बसेर पानी ल्याउनु त्यो अगाडि फोन पे गरेँ कि त्यहाँ गएर लिएर त खुट्टै दुखिसक्यो कति यो खनिया फर्केको पानी पिइसकेर खनिया फर्क आइपुग्यो भन्दा नि हुन्छ अब चाहिँ यति बेला ठाउँ चाहिँ खनिया फर्क भन्ने ठाउँ हो खुट्टै चिसो भयो नि मेरो त बरु हातमा केही भएको छैन पुलिसहरू होला आफ्नो गाडी आउँदैछ तर त्यो गाडी यहाँबाट छिर्छ त छिर्दै मैले चेकिङ गर्दै बस्छ यहाँ यो हामी चाहिँ खनिया फर्क आइपुग्यो फाइनली अब यहाँबाट चाहिँ फेरि ओह्रालै झर्नुपर्छ घुम्ती बाटो अत्यारिका मामाले के गर्यो यार मामा बस्ने घर छ त्यहाँ मामाहरू पुरा चेकिङ हान्दै रहेछ नि त यो चाहिँ यहाँ ठाउँ हो ल राम्रोसँग हेर्नु होला यहाँबाट चाहिँ पैसा खुला रहेछ गइसक्यो झन् चिसो भयो यार यो त ल साथीहरू हामी चाहिँ सोलाभन्ज्याङ आइपुगिसकेको छौँ है त यो ठाउँलाई चाहिँ हामी सोलाभन्ज्याङ भन्छौँ यस्तो छ सिन्धुलीगढीको प्रवेशद्वार चाहिँ यता छ यो चाहिँ सिन्धुलीको प्रवेशद्वार भयो हामी चाहिँ सिधै जानेछौँ बजारतर्फ अब ओह्रालो लाग्नेछौँ के भन्छ अहिले हामी लाएर सेल्फी डाँडा भन्ने ठाउँमा आइपुगिसकेको छौँ हामी चाहिँ यहाँ चाहिँ हाम्रो अब राति देखिँदैन अलिअलि यो चाहिँ चट्ट लाएर यो चाहिँ सेल्फी डाँडा हो हाम्रो है सेल्फी डाँडा भन्छ यसलाई चाहिँ सेल्फी डाँडा रिसोर्ट मन्जर रिसोर्ट त्यहाँ माथि चाहिँ भद्रकाली मन्दिर छ हाम्रो पर झिलिमिली टलक्क परेको ठाउँमा हो सिन्धुली बजार ल देख्नुहुन्छ वहाँ पर पुग्नुपर्छ आराम गर्दैछौँ प्रतीक्षालयमा ठाउँको नाम चाहिँ पिपल भन्ज्याङ हो
यहाँबाट तल पनि बाटो छ यहाँबाट तल चाहिँ उता न्यू क्वार्टर खटारतिर जान्छ साह्रै दुख्यो खै कस्तो लागिरहेछ त आइया भोलि त बस्नै सक्दैन है क्या यार यहाँ चाहिँ यस्तो प्रतीक्षालय पनि छ हाम्रो बस्नको लागि चाहिँ गयो पानी खम न म पनि समात्यो छु झारो टुपी ठालो चाहिँ के कुन ठाउँ रे पिपल भन्ज्याङमा आएर एकछिन रेस्ट गर्दैछौँ ट्रकहरू कुद्दैछ बाटो चाहिँ खाल्टोहरू पनि रहेछ अलिअलि खाल्टोहरू रहेछ राति हिँड्दाखेरि चाहिँ अलिकति होस पुऱ्याएर चलाउनु पर्छ बा बाइक स्टार्ट भइसक्यो झोला त पुगेको छैन होइन ल अब चाहिँ लाग्यौँ हामी झोला भन्ज्याङ कट्यो पिपल भन्ज्याङबाट हामी हिँडिसक्यौँ हामी चाहिँ अब चियाबारी आइपुगिसकेका छौँ हाम्रो सिन्धुलीको चियाबारी भन्ने ठाउँमा चाहिँ हामीले इन्ट्री गरिसकेका छौँ यही हो चियाबारी होटलहरू खुल्ला रहेछ चियाबारीमा फाइनली हामी चाहिँ सिन्धुलीको बजारतिर प्रवेश गर्दैछौँ बजार त अझै तल हो ढुङ्ग्रेबास भन्ने ठाउँमा चाहिँ हामी आइपुगेका छौँ सिन्धुली बजारको ढुङ्ग्रेबास आइपुगेका छौँ हामी अहिले चाहिँ बजारतर्फ दाहिने यो चाहिँ शान्तिनगर चोक हो देब्रे यहाँबाट देब्रे त्यो अगाडिको चाहिँ हाम्रो खुल्ला मञ्च सिन्धुलीको खुल्ला मञ्च यताबाट झेटवटा चाहिँ जान मिल्छ मरिनको बाटो झेटवटा जान मिल्छ यहाँबाट पनि फोटो पर्छ यताबाट
यहाँ भित्र यही घर हो फाइनली आइपुगिसकेको छ फाइनली आइपुग्यो गाइज कोठामा आन्टीको कोठामा हामी किचनमा छौँ ल्याम्मै भात मसार्नुपर्छ भोक लाग्यो भात कति कसरी खाने रे तरकारी चाहिँ के रहेछ खाना पनि छ यहाँ दाल रहेछ दाल खाना त टन्नै रहेछ मासु क्युप्री मासु त टन्नै छ त गाइस मासु भात स्वराम खान्छु अब मासु पाके रहेछ गाइस मासु टन्नै मासु पाके रहेछ म खानुपर्छ कहाँ हात धुन जानु पर्यो होइन भात खानु पर्यो कहाँ भोक लागिसक्यो 1 बजिसक्यो बिन्दास गाइस भात हानेको यसले अड्केलाई बिस्तारै खा कि भात खाऊ केटा हो